र हेलो साथीहरू नमस्ते हजुरहरूलाई र स्वागत छ मेरो यो च्यानलमा फेसबुक पेज हैन भनौँ च्यानल भनौँ र आज चाहिँ अब म तपाईहरुलाई देखाउन गइरहेको छु एकदमै राम्रो किमती चीज भनौँ न सबसे एक्सपेन्सिभ हैन अब एक्सपेन्सिभमै आउँछ होला बर्ड्समा हेर्नुहोस् यो चाहिँ अब तपाईले भन्छ हामी चाहिँ यो चाहिँ अस्ट्रिच है हेर्नुहोस् यहाँनिर यहाँ हेर्न सक्नुहुन्छ यो अस्ट्रिच वर्ल्ड लार्जेस्ट बर्डमा आउँछ यिनीहरू चाहिँ वर्ल्ड लार्जेस्ट बर्ड हो हैन सेकेन्ड लार्जेस्टमा इमु आउँछ हैन हेर्नुहोस् यो चाहिँ अस्ट्रिच भन्छ हेर्नुहोस् अब योहरू चाहिँ अहिले कति तपाईँको 20-25 दिनको बच्चाहरू हो हेर्नुहोस् हाइट वेट लेन्थहरू हेर्नुहोस् अब एकदमै टलेस्ट हाइट अब एकदमै दामी बडी वेटेड बडी त्यस्तोमा आउँछ यिनीहरू अन्त हेर्नुहोस् अहिले नै अब तपाईँको 3 किलो 2.5 किलो साइजमा छ मेरोमा योहरू र हेर्नुहोस् एकदमै यो चाहिँ आएको अब मलाई एकदमै जटिल पनि परेको थियो कारण किनकि अब यिनीहरूलाई सेट गर्नु उताबाट ल्याएर यिनीहरूलाई खानापिनादेखि लिएर के खान्छ कसो खान्छ हेर्नु मेन्टेनेन्स गर्नु हैन धेरै प्रकारको अब एउटालाई चाहिँ यहाँनिर देख्नुहुन्छ हजुरहरूले यो आई इन्फेक्सन पनि भएको थियो मेरोमा आएर हैन अहिले त अब निकै नै रिकभर भइसकेको छ एकदमै राम्रो हैन अब यो उताबाट आउँदाखेरि नि केजमा त्यो आँखा यसको ड्यामेज भएको थियो र त्यसले गर्दाखेरि चाहिँ मैले अब धेरै कोसिस गरेर हैन यो जाति बनाएँ हेर्नुहोस् यो चाहिँ वर्ल्ड लार्जेस्ट बर्ड है साथीहरू हेर्नुहोस् यिनीहरूको हाइट वेट लेन्थ अब यिनीहरू पक्रिन्छ यिनीहरू एकदमै फ्रेन्डली पनि त्यस्तो फ्रेन्डली पनि हुँदैन नि यिनीहरू होइन तर अब मान्छे खोज्छ अब अहिलेदेखि नै टेम गर्नुपर्छ किनकि भोलिको दिनमा अब नानीहरूलाई एकदमै उयो हुन्छ है हेर्नुहोस् यिनीहरू पक्रिनु चाहिँ मन पराउँदैन यिनीहरूले र यिनीहरूलाई चाहिँ मैले बल्बहरू राखेर बल्ब लगाइवरी राखेको छु यहाँनिर किनकि टेम्परेचर मेन्टेन गर्नु एकदमै साह्रो यिनीहरूलाई होइन एकदमै साह्रो अन्त गरम दिनमा पनि बल्बमै मैले राख्ने गरेको छु यिनीहरूलाई र आज अब यिनीहरूको फाइनल दिन भनौँ न यहाँनिर अब लास्ट डे किनकि अब यिनीहरू आज जाँदैछ सिक्किम र यिनीहरूलाई ल्याउनु आउँदैछ गाडी लिएर र हेर्नुहोस् एकदमै अब यसलाई चाहिँ मैले लास्ट देखाएको थिइनँ र अहिले लास्ट जाने बेलामा चाहिँ मैले अब मेरोमा रिमेम्बर पनि हुन्छ भनेर चाहिँ मैले एउटा भिडियो बनाएको हजुरहरूलाई देखाउनुलाई र हेर्नुहोस् है त्यो साथीहरू यस्तो खालको एकदमै साइजमा एकदमै हाई वेटेड बर्ड अब सबसे एक्सपेन्सिभ बर्डमै आउँछ होला यो होइन वर्ल्डमा किनकि महँगो पनि एकदमै महँगो यिनीहरू हेर्नुहोस् र हस् त गाइस मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नुहोस् र यस्तै प्रकारको भिडियोहरू हेर्नेर बस्नुहोस् र मेरो लाइफ स्टकमा चाहिँ बर्ड्सहरू चाहिँ पुरा आइरहन्छ म यस्तै खालको भिडियोहरू तपाईँहरूलाई देखाउँछु मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नुहोस् र यस्तै प्रकारको भिडियोको लागि चाहिँ